अहिले चाहिँ हैन हामी लामजुरा भन्ने ठाउँमा आइसकेको छौँ। यो चाहिँ सोलखुम्बुमा हो र यहाँ चाहिँ अहिले एकदम जाडो रहेछ। यो चाहिँ लगभग 3400 मिटर उचाइमा रहेको रहेछ र अझै यहाँ चाहिँ हिउँ परेर हिउँ चाहिँ अझैसम्म सुकेको छैन रहेछ। हेर्नुहोस् अझै यहाँ यस्तो हिउँ जमेको रहेछ। हेर्नुहोस् यी हेर्नुहोस् यी यस्तो जाडो ठाउँमा आउँदाखेरि जस एकदम रमाइलो लागिरहेको छ। सबै हुस्सुले ढाकिएको छ। यति हुस्सुले नढाकिएको भए यहाँबाट एकदम राम्रो राम्रो दृश्यहरू देख्न सकिन्थ्यो र मैले पनि तपाईँहरूलाई देखाउन सक्थ्यो। के भने अब यस्तै रहेछ। अब चाहिँ हैन दिन हल्का हल्का उक्रिँदै गइरहेको छ। हेर्नुहोस् बादलहरू अलि हटिसकेको छ अनि यस्तो चिसो ठाउँमा चाहिँ चिया खाँदैछु र हेर्नुहोस् यतातिर अब हिउँहरू परेको अझै हिउँहरू हल्का हल्का बाँकी नै रहेछ। लेकमा भएको कारणले गर्दा होला सायद। अब होइन एउटा ठाउँ मात्रै पुग्यो तर कुन ठाउँ हो त्यो चाहिँ थाहा भएन होइन। ठाउँ चाहिँ यस्तो देखिन्छ हेर्नुहोस् यहाँबाट यस्तो है यस्तो छ अनि त्यहाँ चाहिँ हेर्नुहोस् यस्तो पहाड छ होइन त्यहाँ यस्तो छ यस्तो रहेछ। यो चाहिँ सोलु सल्लेरी भन्ने ठाउँ यस्तो रहेको छ हेर्नुहोस्। अनि यो रहेको छ यो ठाउँ चाहिँ फाप्लु। अहिले चाहिँ हामी पाताले भन्ने ठाउँमा आइसकेको छौँ र यो पाताले भन्ने ठाउँ चाहिँ राम्रो पनि रहेछ एकदम चिसो पनि रहेछ होइन। जस यो बादल पुरा खुलेको भए चाहिँ होइन हाम्रो गाउँबाट देखिने एकदम राम्रो नुम्बुडी हिमालको पछाडिबाट पनि यो एकदम राम्रो देखिने रहेछ यहाँबाट। जस यो ठाउँ पनि एकदम राम्रो लाग्यो। अब यो पातले भने चाहिँ एउटा गाउँ हो नि त होइन। गाउँको पनि होइन रोड होइन रोड कसम यस्तो दामी छ कि हाम्रो गाउँतिर नि रोड यस्तै भइदियो भने चाहिँ धेरै राम्रो हुन्थ्यो होइन। हेर्नुहोस् कति राम्रो छ हेर्नुहोस्। अब जस ठाउँ चाहिँ राम्रो रहेछ है। हेर्नुहोस् यो चाहिँ के हो समाजसेवी के मार्ग जाने बाटो हो। यस्तो मूर्ति बनाएर राखेको छ उहाँ चाहिँ समाजसेवी। स्कुल पनि कस्तो दामी रहेछ यार वाउ। अनि यहीँबाट होला हो यस्तो दामी देखिरहेको छ हेर्नुहोस्। अब होइन धेरै मान्छेहरूले चाहिँ के भन्छ भने अब कुकुर र बिरालो चाहिँ एकदम ठुलो दुश्मन हो भन्छन् होइन। यहाँ चाहिँ अब कुकुर र बिरालो भनेको आमा छोराको जस्तो सम्बन्ध छ कि हेर्नुहोस् न गाइज होइन। कुकुरले चाहिँ होइन एउटा बिरालोले चाहिँ होइन कुकुरको दुध आरामले खाइरहेछ कि यस्तो मिलेर क्या हेर्नुहोस् न आम्मा। यस्तो त मैले फर्स्ट टाइम देखेको यार। बिरालोले कुकुरको दुध मजाले खाइरहेको छ कस्तो राम्रो बोन्ड वाउ। हामी चाहिँ होइन अब हालिसित दर्शन गरिसकेर फर्किने क्रममा छौँ र यहाँ चाहिँ यस्तो रहेको छ। अब यो यहाँ चाहिँ होइन एकदमै रहस्यमय ठाउँहरू रहेछन् होइन। अब मैले सबै कुरा तपाईँहरूलाई क्लियरली बुझाउन सक्दिनँ होइन। तर पनि अब छोटकारीमा भन्नुपर्दा चाहिँ यहाँ चाहिँ होइन अब के अरे हिन्दू धर्मावलम्बीहरूको र बौद्ध धर्मावलम्बीहरूको लागि एकदमै पवित्र तीर्थस्थल रहेछ। किनभने यहाँ चाहिँ होइन अब बौद्ध धर्मावलम्बीहरूले चाहिँ पद्मसम्भव गुरु पद्मसम्भवको के अरे तीर्थस्थल हो भनेर दर्शन गर्न आइन्छ र अनि हिन्दू धर्मावलम्बीहरूले चाहिँ शिवजीको तीर्थस्थल हो भनेर यहाँ दर्शन गर्न आउने रहेछन्। अब यहाँको रहस्य चाहिँ यस्तै रहेछ होइन। यो एकदम राम्रो छ तपाईँहरू पनि आएर घुम्न सक्नुहुन्छ किनभने यहाँको नजाराहरूदेखि लिएर सबै राम्रो छ। हालेसीबाट चाहिँ होइन अनि अत्यन्तै राम्रो दृश्य देखिन्छ हेर्नुहोस्। गाउँ मधुरो लागिरहेको छ मौसम पनि एकदम
शीतल छ है, कति राम्रो देखिरहेको छ, साह्रै राम्रो लाग्यो। जस्ट हेर्नुहोस्। अब होइन माथि मेन गुफा दर्शन गरिसकेपछि चाहिँ त्यहाँबाट बोरिङबाट झरेर हामी यहाँ एउटा चैतन्य राखेका छन्, त्यो दर्शन गर्नेछ। अब यहाँबाट के छ म त्यो सबै तपाईँहरूलाई देखाउने नै छु। अब हेर्नुहोस् होइन, अब यस्तो तीर्थस्थलमा दृश्य नै एकदम शान्त रहेको छ, एकदम राम्रो होइन। हेर्नुहोस् कति रमाइलो है, कति राम्रो देखिरहेको छ। यहाँबाट हेर्नुहोस्, तल हेर्नुहोस् है, एकदम राम्रो छ। अब यहाँबाट चाहिँ यस्तो जाने हो, सट्ट यहाँ शङ्खको गुफा रहेको छ, हेर्नुहोस्। यो चाहिँ होइन पहिला गुरु पद्मसम्भव चाहिँ यहाँ बस्नु भएर 1 लाखवटा खण्डमालाई होइन प्रवचन दिनुभएको ठाउँ रहेछ। र यो चाहिँ गुरु मूर्तिको गुरु पद्मसम्भवको छाप रहेछ, यस्तो रहेछ। पवित्र तीर्थस्थल भनेको चाहिँ पवित्र नै हुने रहेछ, किनभने यस्तो ठाउँमा चाहिँ एकदम शान्त फिल हुने रहेछ होइन। अब वातावरण मात्रै नभएर यहाँको सबै कुराहरू एकदम राम्रो रहेको छ। हेर्नुहोस् जस्तै होइन, यस्तो हेर्दै कति राम्रो देखिन्छ नि त। हेर्नुहोस् त्यहाँ ग्राउन्ड होइन, त्यहाँबाट यस्तो गरेर हेर्नुहोस् कति राम्रो देखिरहेको छन्। यहाँ पुगिसकेको छन् हामी। अब यहाँबाट यस्तो रहेछ, हेर्नुहोस् सबै गुफा। अब चाहिँ हामी तल्लो गुफा दर्शन गर्ने क्रममा छौँ र यहाँ चाहिँ एकदम धेरै रहस्यमय कुराहरू रहेछन् र यो रहस्यमय कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने अति आवश्यक छ जस्तो लाग्छ मलाई होइन। अब यो यहाँ गुफाको बारेमा होइन, अब म एकदम राम्रोसँग त भन्न सक्दिनँ, किनभने त्यो पनि मलाई पनि थाहा छैन होइन। तर यहाँ चाहिँ के रहेछ भन्दाखेरि चाहिँ पहिला चाहिँ एकदमै डेन्जर राक्षसनी थियो अरे होइन। अब त्यो राक्षसनीले चाहिँ गुरु पद्मसम्भवले चाहिँ मारेर होइन उहाँलाई भस्म गरेर अनि गुरु पद्मसम्भव चाहिँ यहाँबाट निस्केर जानुभएको भन्ने चाहिँ रहेछ। जस्ट यति भन्न सक्छु मैले होइन, त्योभन्दा धेरै चाहिँ मलाई खासै थाहा भएन। अब गुप्तेश्वर महादेव र होइन नागथान दर्शनको लागि होइन हामी चाहिँ यहाँबाट जाँदैछौँ होइन। अब हालेसीबाट लगभग गुप्तेश्वर महादेव जानको लागि चाहिँ लगभग गाडीमा 45 मिनट जति लाग्छ जस्तो लाग्यो मलाई होइन। जस्ट गाडीको बाहिर हावा खाँदै होइन जानुको मजा पनि छुट्टै छन्। अब हामी चाहिँ होइन गुप्तेश्वर महादेव जाने बाटो यताबाट रहेछ अनि हामी चाहिँ अब गुप्तेश्वर महादेव मन्दिर जाँदैछौँ। र ठाउँहरू हेर्नुहोस्, यो गाउँहरू एकदम सुन्दर रहेको छ। माथि हेर्नुहोस् बाख्राहरू होइन, यता चाहिँ यस्तो रहेछ होइन। अब यता हेर्नुहोस्, यता यस्तो छ, राम्रो छ। फर्स्ट अघि मैले जुन त्यो लट्ठियार देखाइरहेको थिएँ, यस्तो लट्ठियार चाहिँ होइन यहाँको मान्छेहरूले होइन अब यहाँबाट तल जाँदा गाह्रो हुन्छ होला भनेर अनि लट्ठियार राखिदिएको रहेछ ठ्याक्कै टेक्नको लागि होइन। ठ्याक्कै तलबाट अनि फेरि आइसकेपछि अनि यहीँ राखिदिने रहेछ। यो चाहिँ फ्रीमा रहेछ होइन। यहाँको मान्छेहरूको यस्तो छ होइन, एकदम राम्रो लाग्यो, जस खुसी लाग्यो। यस्तो हो जस है, ठाउँहरू हेर्नुहोस् कति छ, कति रमाइलो छ होइन। मलाई त राम्रो लागिरहेछ होइन, तपाईँहरूले पनि हेरेर होइन इन्जोय गर्नुहोस् कि। हेर्नुहोस् कति राम्रो छ होइन। अब म चाहिँ गुप्तेश्वर महादेव मन्दिर जाँदैछु ल। अब हेर्नुहोस् होइन, त्यहाँ चाहिँ होइन बाख्रा गाई होइन भैँसीहरू सबै गरे राखेको रहेछ। हेर्नुहोस् कति सुन्दर छ होइन। अब यहाँबाट बोरिङ चढेर होइन झरेर जानुपर्ने छ। अब जाँदैछौँ, जस एकदम राम्रो छ होइन। हेर्नुहोस् यो सबै बाटोतिर लुङ्ताहरू लागेर एकदम राम्रो देखिरहेको छ। अब हिँड्दै थाक्छ नि, हिँड्दै थाक्यो भने चाहिँ सट्ट यहाँ बसेर होइन आराम गर्नको लागि यस्तो राम्रो ठाउँ बनाएको रहेछ। हेर्नुहोस् होइन, सबै बाँसै यस्तो राम्रो बनाइराखेको छ, धेरै राम्रो लाग्यो यार। अब होइन यहाँ चाहिँ यस्तो राखेको रहेछन्, यो चाहिँ सायद यहाँ घुम्न आउने
मान्छेहरूले राख्यो होला, त्यसैले म पनि एउटा ढुङ्गा टिपेर होइन यो माथि साप यसरी राख्न चाहन्छु। ल हेर्नुहोस् चाहिँ होइन लगभग गुप्तेश्वर मन्दिर पुग्नै आँट्यो जस्तो लागिरहेको छ नि। हेर्नुहोस् अब हिँडेर हामी लगभग 10-15 मिनट जति भइसक्यो। हेर्नुहोस् अगाडि चाहिँ यस्तो रहेछ पुल, सट्टा पुल। हेर्नुहोस् यो चाहिँ गुप्तेश्वर मन्दिरमा आइसकेको छ होइन। अनि जुत्ता चाहिँ तल फोल्ड गर्नु हुँदो रहेछ। अब हामी चाहिँ हेर्नुहोस् माथि आइसकेको छौँ। हेर्नुहोस् हेर्नुहोस् एकदम राम्रो छ। हेर्नुहोस् यहीँ रहेछ मेन चाहिँ मन्दारवा केभ श्री गुप्तेश्वर महादेवको। हेर्नुहोस् पुरै चिसो पानी पो चुहुन थालेको छ। शङ्का छ एउटै ढुङ्गामा शङ्खै शङ्ख। हेर्नुहोस् गुप्तेश्वर मन्दिरको चाहिँ होइन अब यत्रो पहल भित्रबाट यहाँबाट छिरेर जानुपर्ने रहेछ भित्र दर्शन गर्नको लागि। अब म चाहिँ सक्दैन जस्तो लागिरहेछ। बोतल भएको भए त्यहाँ भित्र छापिराखेको। यस्तो आयो होइन यस्तो यस्तो। अनि यहाँबाट चाहिँ भित्र छिर्नुपर्ने हुँदो रहेछ वालबाट। त्यहाँ भित्र छिरेपछि चाहिँ दर्शन गर्ने रहेछ। यस्तो हेर्नुहोस् भगवान भनेको यस्तो ठाउँमा हुन्छ। गाई हेर्नुहोस् होइन ओम वज्रगुरु पेमसिद्धि हो। हेर्नुहोस् ल जानु अब त्यहाँबाट छिरेर भित्र आइसकेको छ। हेर्नुहोस् यस्तो यहाँ दर्शन गर्नुपर्ने रहेछ पवित्र स्थल। गुफाभित्र छिरेर होइन दर्शन पनि गरेर आइसकेको छ। यस्तो एकदमै पवित्र तीर्थ स्थल होइन दर्शन गरेर चाहिँ मलाई एकदमै खुसी लागेको छ होइन। यदि तपाईँहरू पनि दर्शन गर्न मन लाग्छ भने आउनु होला र गर्नु मन छैन भने पनि आउनु होला। किनकि यस्तो पवित्र स्थल यो समयमा दर्शन गर्न पाउनु भनेको एकदम भाग्यको कुरा हो। त्यसैले तपाईँहरू पनि समयमा आउनुहोस् दर्शन गर्नुहोस् होइन। म चाहिँ त्यही कामना गर्छु। ओके एकदम खुसी लागेको छ। हेर्नुहोस् होइन यो ठाउँ यतिकै पवित्र स्थल बनिएको होइन होइन। यहाँ चाहिँ भगवान बस्नु भएको कारणले गर्दाखेरि पवित्र स्थल भनेको हो। त्यसैले होइन यस्तो ठाउँ चाहिँ होइन लाइफमा होइन जस दर्शन पाउनु भनेको भाग्य मानेको कुरा हो। र यस्तै यहीँ आएर झन् प्रत्यक्ष रूपमा दर्शन गर्नु भनेको झन् यो एकदम एकदम लकी मान्छेहरूले मात्रै गर्न पाइन्छ सायद होइन। त्यसैले तपाईँहरू पनि होइन आउनु सक्नुहुन्छ। यहाँको वातावरण पनि एकदम राम्रो छ कि। अब हेर्नुहोस् यताबाट यस्तो घुम्यो भने हेर्नुहोस् कति राम्रो देखिन्छ। हेर्नुहोस् यो चाहिँ नागथान होइन। यो माथिको सबै ढुङ्गा देखिरहेको छ नि। यो चाहिँ पहिला जमानामा त्यो टाइममा को किताब हो भन्ने गरिँदो रहेछ होइन। हेर्नुहोस् अब हामी चाहिँ होइन नागथान पुगिसकेको छौँ र यो नागथान चाहिँ दर्शन गर्नको लागि चाहिँ होइन अब यहाँ मैले जे देखाइरहेको छु नि त्यहाँ हो त्यस्तै सानो ठाउँबाट लगभग होइन 100 मिटरको दूरी पार गरेर गएर दर्शन गर्नुपर्ने रहेछ। यो चाहिँ एकदम ढुङ्गाको बिचमा रहेको छन्। हेर्नुहोस् यहाँ चाहिँ होइन यस्तो छ यस्तो सानो ढुङ्गा होइन यस्तो बिचबाट घिसार्दै होइन यसरी 100 मिटरको दूरी छिरेर गएपछि दर्शन गर्ने रहेछ। यहाँ चाहिँ अब पापी मान्छेहरू चाहिँ अड्किन्छ भन्ने पनि भन्दो रहेछ मान्छेहरूले। त्यसैले तपाईँहरू पनि एकचोटि गएर राम्रो दर्शन गर्नु होला भन्न चाहन्छु। किनभने यस्तो ठाउँ दर्शन गर्नु पाउनु भनेको भाग्यको कुरा हो।
वे टु मञ्जुश्री केभ। अब हामी यहाँबाट चाहिँ मञ्जुश्रीको गुफातर्फ लाग्दैछौँ। यहाँबाट चाहिँ दृश्यहरू यस्तो देखिरहेको छन् हैन। अब त्यहाँबाट आयो, यहाँबाट यस्तो रे हेर्नुहोस्। अब टापै टापा चढेर जानुपर्छ हैन। यहाँ चाहिँ यस्तो के सट्टमा बस्ने। लुङता राखेर हैन, एकदम सुन्दर देखिरहेको छ हैन, एकदम राम्रो हैन। हेर्नुहोस् अब यो कुहिरोहरू केही नभएको भए जन अझै एकदम राम्रो देख्थ्यो हैन। अब कुहिरोहरू लागेको रहेछ, त्यसरी त्यति राम्रो भ्यू देखिएन। हेर्नुहोस् अब यताबाट कस्तो देखिरहेको छ हेर्नुहोस्। लुङता चाहिँ हैन एकदम बाक्लो लगाएर रहेछ हेर्नुहोस्। अनि यो ढुङ्गामा चाहिँ हैन डाँडहरू दुखेकोहरू चाहिँ यहाँ रगड्यो भने चाहिँ निको हुन्छ भन्ने एउटा विश्वास रहेछ। मञ्जुश्री केभ चाहिँ हैन यही रहेको छ। अब हैन मञ्जुश्रीको गुफा चाहिँ यहाँ माथि रहेको छ हैन। पहिला चाहिँ यस्तो लगाएको छैन रहेछ हैन। त्यो टाइम चाहिँ अलिक गाह्रो हुन्थ्यो। अहिले चाहिँ बढेको लगाएको कारणले गर्दा त्यहाँ दर्शन गर्न चाहिँ एकदम सजिलो भएको रहेछ हैन। अनि टक्क यहाँ गयो, अनि यहाँ पनि मजाले बस्नु पाउँछ। यस्तो बस्यो हैन, सट्ट आनन्दले बस्यो हैन। यहाँबाट नि हैन यस्तो देखिन्छ है, हेर्नुहोस्। अब चाहिँ हैन हाम्रो हालेसी हैन, अनि त्यसपछि मेन्दारवा, अनि त्यसपछि अनि के अरे लुयुल हैन, अनि त्यसपछि गरेर मञ्जुश्रीको केभदेखि लिएर सबै दर्शन गरिसकेको छ हैन। अनि त्यसैले अब चाहिँ यो चाहिँ के अरे चमेरो गुफा रहेछ हैन। त्यसैले यहाँ चाहिँ अझै चमेरोहरू अझै यस्तो कराइरहेको छन् हैन, हेर्नुहोस्। त्यही हो, ओके बाई। सबै दर्शन गरेर हैन फाइनली हैन अब चाहिँ कोठामा आइसकेको छु हैन। अब चाहिँ आराम गरिन्छ हैन। जस्ट एकदम राम्रो लाग्यो हैन। तपाईहरु पनि यस्तो के अरे पवित्र स्थलतिर चाहिँ हैन आउनु नभुल्नु र आएर दर्शन गर्नु होला, किनभने यो तपाईँ आफैलाई फाइदा हो। त्यसैले हामीले पनि दर्शन पायो, त्यही खुसीको कुरा हो। ओके बाई।